गुड मर्निङ एभ्रिवान, शुभ बिहानी। एउटा छोरी, एउटा आमा, एउटा हजुरआमा भएको नाताले होइन, एउटा महिला भएको नाताले होइन, एउटा छोरी मान्छे चाहिँ इन्डिपेन्डेन्ट भएर होइन, आफ्नो खुट्टामा उभिएर होइन, केही गर्न सक्ने क्षमता भएपछि मात्र विवाह गर्नु भनेर म चाहिँ मेरो आफ्नो एक्सपिरियन्समा भन्न चाहन्छु होइन। बिहा गर्न त्यस्तो हतार गर्नु हुँदैन रहेछ क्या। बिहा गर्नु नै त्यो विकल्प होइन होइन। एउटा महिलाले चाहिँ आफ्नो लाइफ चाहिँ जिउने क्या आफूले होइन, इन्डिपेन्डेन्ट भएर आफूलाई चाहेको कुरा आफैले खर्च गर्न सक्ने, अरूको भर पर्न नपर्ने होइन। यदि ल इन्डिपेन्डेन्ट भएर हर कुरा गर्न सक्ने भएर बिहा भएछ भने पनि होइन, पछि कतै आफ्नो पार्टनरलाई केही भयो भने पनि कसैको भर पर्नु पर्दैन क्या। आफूसँग त क्वालिफिकेसन छ होइन, हर कुरा छ होइन। आर्थिक स्थितिबाट त अप्ठ्यारो त हुँदैन रहेछ नि त होइन। आर्थिक उसमा चाहिँ होइन, अब लस हुँदाखेरि आफ्नो पार्टनर लस सब दुःख लाग्ने पिर लाग्ने कुरा आफ्नै हो। अब सँगै त जान सकिँदैन, अब मर्ने कुरा पनि हुँदैन होइन। बाँच्नको लागि त केही न केही गर्नुपर्छ भन्ने हुन्छ नि त होइन। त्यसपछि तर पहिला नै आफू त्यसमा होइन सक्षम छ भने हामीले पछि यो के गरौँ कसो गरौँ भन्नु पर्दैन रहेछ होइन। त्यसकारण म चाहिँ अब आउने अबको जेनेरेसनहरू छोरीहरूलाई चाहिँ त्यही भन्छु, इन्डिपेन्डेन्ट भएर होइन, आफ्नो खुट्टामा उभिएर होइन, आफूलाई चाहेको जस्तो लाइफ बाँचेर होइन, आफूले कुन उसमा फिल्डमा जान चाहेको, आफ्नो रुचि केमा छ होइन, त्यसमा गएर होइन, आफ्नो लाइफ चाहिँ सेक्योर बनाएर आफ्नो लाइफ चाहिँ एकदम आफूले चाहेको जस्तो बनाउन सकिने रहेछ क्या त्यो चाहिँ होइन। अनि त्यसकारण बिहा गर्न चाहिँ हतार नगरौँ।